हेलो साथीहरू, ल म आज आइपुगेँ गोविन्दपुर जिल्ला मोरङको नेपालको। यहाँ आएको हामी तरबुज किन्न भनेर। यहाँ चारैतिर हेर्दा त कस्तो तरबुज बेकार भएको है, घामले अब मौसमले केले गर्दा होला कोनी। अब चारैतिर तरबुज ठुलो ठुलो हुन नसकेर त्यो सानो सानो मात्रै देखिएको छ। अब अलिक ठिक्क मिडियम साइजको भएको सबै तिनीहरूले टिपेर एक ठाउँमा भेला पारेर राखेका छन् उता। अब हामी यहाँको किन्नलाई आएको हो। अब यहाँबाट आएर अब खाली हात नजाऊँ भनेर यहाँबाट एक बोरा किन्न त किन्यौँ हामीले। अब तपाईँहरू अब के कस्तो भन्नुहुन्छ, चाहनुहुन्छ, किन्नुहुन्छ भने आउनु यही गोविन्दपुरमा मोरङ जिल्लाको। र यहाँ अब सुकेको हेर्नु त सुकेको कुहिएको यस्तो अब ठुलो साइजको है, सानो साइजको होइन। फेरि त्यो ठुलो साइजको मैले एउटा टिपेर घरतिरको लागि राखेको छु। अब घरमा गएर काटेर देखाउँ ल। अब हामी घर आइपुग्यौँ। अब त्यो सुकेको कुहिएको अब काटेर चेक गर्छु है। हेर्दै गर्नु, बस्दै गर्नु है। हामीसँग हाम्रो पेजलाई अब सब्सक्राइब गर्नु, युट्युब च्यानललाई लाइक सेयर कमेन्ट गरिदिनु होला। यहाँ हेर्नु त अब काटेर आम्मामा कस्तो रातो नि रातो र मिठो नि मिठो भएको रहेछ है। अब यहाँ माथिबाट कुहिएर गएको रहेछ सुकेर। अब यहाँ तल नि त्यस्तै होला भनेर ठानेको थिएँ। अब लिएर अब यसो चेक गरेँ होइन। अब हेर्दा त अचम्मको कुरा भयो, अब जादु जस्तै भयो होइन। भित्र त एकदम मस्त टेस्टी रातो सदिलो र हेर्ने बित्तिकै खाउँ जस्तो भइरहेछ होइन। तपाईँहरू कस्तो तरबुज खानुहुन्छ, कहाँबाट ल्याउनुहुन्छ, कसरी ल्याउनुहुन्छ? हामीले त अब यहाँ गोविन्दपुरबाट किनेर ल्यायौँ खानुलाई। अब यही हो आजको दिनको अपडेट भनेको। अब तरबुजको अपडेट। तपाईँहरू अब मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। हस् त, धन्यवाद।